आदरणीय दर्शकवृन्द तथा श्रोता साथीहरू नमस्ते अनि स्वागत गर्न चाहन्छु यहाँ सबैजनालाई ट्युब ग्राउन्डबाट। ट्युब ग्राउन्डमा फ्लड लाइट र प्याराफिट दुईटैको काम चाहिँ सम्बन्धित निर्माण कम्पनीहरूले धमाधम गरिरहेका छन्। दुईटैको भिडियो अपडेट तपाईहरुलाई छोटो मिठो एउटा अपडेट चाहिँ लिएर उपस्थित भइसकेको छु। वास्तवमा भन्नुहुन्छ भनेपछि ट्युब ग्राउन्डमा जुन यो प्याराफिट र फ्लड लाइटको निर्माणको कामले जसरी काम गरिरहेको छ, आजसम्म कुनै पनि डेभलपमेन्ट प्रोजेक्टमा नेपालमा चाहिँ यो स्पिडमा काम इनिसिएट चाहिँ भएको मैले चाहिँ देखेको थिएन। पर्सनली भएको हुन सक्छ, बट मलाई चाहिँ आफ्नो एक्सपिरियन्समा त्यस्तो थाहा छैन। तर यहाँनिर चाहिँ जुन हिसाबले काम गर्न सुरु गरिएको छ यो एकदमै सराहनीय छ, राम्रो छ। सरकारलाई यो पक्षमा चाहिँ धन्यवाद दिनैपर्छ। र अब यसको निरन्तरता र यसलाई समयमै भनिएको समयमा सिद्ध्याउनको लागि चाहिँ गभर्नमेन्टले पक्कै पनि पुश गरिरहेको छ होला र गर्नै पर्छ। यसलाई चाहिँ अब यो लेभलमा ल्याइसकेपछि, किनभने क्रिकेट डेभलपमेन्टको लागि नेपालमा यो आयोजनाले जसरी काम गर्छ, यो आयोजनामा जसरी काम हुन्छ, त्यसले पक्कै पनि म्याटर गर्छ। किनभनेपछि अहिले नेपालमा ठुला प्रतियोगिताहरू गराउनको लागि एकमात्र ट्युब ग्राउन्ड रहेको छ। ट्युब ग्राउन्डमा नै ठुला प्रतियोगिताहरू भइरहेका थिए र अब यसलाई चाहिँ यहाँनिर चाहिँ स्टेडियम बनाउने भनेर अब निर्माण थालिसकेपछि पक्कै पनि यहाँनिर चाहिँ अब गभर्नमेन्टले यसलाई छिटो सम्पन्न गर्नुपर्ने हुन्छ। एउटा जुन अहिले ट्युब ग्राउन्डमा कुनै पनि प्रतियोगिताहरू छैन, त्यसको त्यो जुन विन्डो छ, खाली छ, अहिले ग्याप छ एउटा यो बीचमा। नेपालको प्रतियोगिताहरू बाहिर छ प्राय जस्तो, CWC लिग 2 को पनि। त्यसैले गर्दाखेरि चाहिँ यहाँनिर एउटा राम्रो अपर्च्युनिटी पनि छ कि यसलाई समयमै सिद्ध्याउनको लागि। सो हिसाबले हुन सक्छ गभर्नमेन्टले पनि अब टाइममै काम सुरु गरेको छ। वर्षातभन्दा अगाडि यो कामहरू सकिसकेपछि पक्कै पनि दोस्रो चरणको कामहरू पनि थाल्नुपर्छ होला। किनभने यति नै बनाइसकेपछि त अब भनौँ न पछाडि पनि प्याराफिटहरू थप्नुपर्ने र अन्य संरचनाहरू लाइक पवेलियनदेखि लिएर अन्य कुराहरू पनि थप्नुपर्ने हुन्छ नै, र त्यसको लागि पनि पक्कै पनि काम हुनेछ। र त्यही हिसाबले काम भएको संकेत पनि मिल्छ निर्माण हेर्दाखेरि। किनभने प्याराफिटको लागि बाहिर जुन पाइलहरू गरेर पिलरहरू राखिँदैछ, त्यो हेर्दाखेरि चाहिँ पक्कै पनि पछाडि अन्य ठुलो या हेभी संरचनाहरू बन्ने छ भन्ने खालको संकेत त्यसले पनि दिन्छ। त्यहाँनिर चाहिँ त्यत्रो खालको पाइलहरू राखेर जुन बनाउँदैछ पिलरहरू, त्यसले पक्कै पनि पछाडि ठुलो निर्माणहरू हुन सक्छ या त्यस्तो प्लानिङमा छ भन्ने कुराहरू देखिन्छ। सो यो हिसाबले हेर्दाखेरि ट्युबमा अहिले धमाधम प्याराफिटको काम भइरहेछ। प्याराफिटलाई चाहिँ इस्ट साइड र वेस्ट साइड गरेर दुई भागमा डिभाइड गरेर कामहरू भइराखेको छ। र अहिले यहाँको दर्शक क्षमता करिब 10,000 छ। अहिले बन्दै गरेकोमा चाहिँ जुन अहिले काम भइराखेको छ त्यसमा चाहिँ त्यति छ भने चाहिँ पछाडि चाहिँ पक्कै पनि थपिनेछ र मिनिमम 25,000 र त्योभन्दा माथिको दर्शक क्षमता हुनुपर्छ भन्ने हो। ट्युब ग्राउन्डमा 50,000 भयो भने त अझै राम्रो, किनभने त्यो आजको आवश्यकता हो जस्तो लाग्छ ट्युबको हिसाबले हेर्दाखेरि। किनभने ट्युबमा क्रिकेट फ्यानहरूको या क्रिकेट फलोअरहरूको फ्लो बढी हुन्छ। त्यो हिसाबले चाहिँ नेपालकै म्याचहरू हुँदाखेरि पनि तपाईको जस्तै नेपाल प्रिमियर लिग हुँदाखेरि पनि, NPL हुँदाखेरि पनि त्यहाँनिर क्रिकेट फलोअरहरूको फ्लो, दर्शकहरूको फ्लो धेरै थियो। र तपाईले देख्न सक्नुहुन्थ्यो टेम्पोररी चेयरहरू राख्दाखेरि पनि त्यो बढीमा बढी 5 मिनेटमै पनि सोल्ड आउट भइसक्थ्यो हैन। धेरै समय अलिक समयपछि टिकट काटौँ भने चाहिँ टिकट नै पाइन्थेन। सो त्यो हिसाबले हेर्दाखेरि चाहिँ अब अलिकति दर्शक क्षमता त हुनैपर्छ ट्युब ग्राउन्डमा। र अब फ्लड लाइटको पनि अब लामो समयदेखि हामीले कुरिराखेको थियौँ, यो भएन त्यो भएन भन्ने कुराहरू सुनेका थियौँ। र अहिले चाहिँ फ्लड लाइटको कामहरू भइरहेको छ। अहिले तपाईँको 5औं पिलरको लागि फ्लड लाइटको 6वटा पिलर हो। 6वटा पिलर मध्ये चाहिँ 5औं पिलरको लागि पाइल राख्ने तयारी सुरु गरिँदैछ। त्यहाँनिर चाहिँ साइड क्लियरेन्स गरिँदैछ। 4थोको चाहिँ पाइलहरू अहिले धमाधम राखिँदैछ पछिल्लो 1-2 दिनदेखि, र 3वटाको यसअघि नै राखिसकिएको छ। र भनेपछि पाइलहरू पनि अब यहाँ माथिल्लो जुन चाहिँ 4, 5, 6 नम्बर पिलर थियो त्यो चाहिँ तपाईँको 16 मिटर गहिरो पाइलहरू राखिएको थियो भने अहिले चाहिँ तपाईँको 20 मिटर गहिरो, यो चाहिँ यतातिर अलिकति लेभल डाउन हुनाले यहाँनिर चाहिँ तपाईँको 20 मिटर गहिरोसम्मको पाइलहरू चाहिँ राखिँदैछ यो 3वटामा चाहिँ। र प्रत्येक टावरको मुनि चाहिँ 9वटा पाइल हुन्छ। पाइलको माथि चाहिँ
एउटा तिनीहरूको भनौँ न तिनीहरू पाइरहरूलाई जोड्नलाई एउटा संरचना हुन्छ र त्यसको माथि चाहिँ टावर हुन्छ जुन चाहिँ 50 देखि 55 मिटरसम्मको उचाइको हुने भनिएको छ र त्यहाँ चाहिँ लाइटहरू लागेको हुन्छ हाइमास लाइटहरू र त्यसले चाहिँ हामीलाई डे नाइट म्याचहरूको लागि चाहिँ सजिलो बनाउँछ लामो समय फ्लड लाइटमा खेल्ने फ्लड लाइटमा खेल भएको हेर्ने नेपाली दर्शकहरूको चाहना चाहिँ अब चाँडै पुरा हुँदैछ र गभर्नमेन्टले पनि एकदमै क्वालिटी राम्रो क्वालिटीको चाहिँ फ्लड लाइट यहाँनिर लगाउने र भनौँ न एउटा चाहिँ ठुलो इन्भेस्टमेन्ट गरेर चाहिँ यहाँनिर काम भइराखेको भएको हुनाले चाँडै नै हामीले चाहिँ अब फ्लड लाइटमा नेपाली खेलाडीहरूले खेलेको र डे नाइट म्याच हामीले आफैले पनि ग्राउन्डमा गएर इन्जोय गर्ने अवसर चाहिँ चाँडै आउँदैछ त्यसको लागि चाहिँ एज ए क्रिकेट फ्यान हामीले नेपाल सरकारलाई पनि धन्यवाद दिनै पर्ने हुन्छ ढिलो आए पनि अब जस राम्रो बनोस् र चाँडै नै चाहिँ आफ्नो समयमा जुन निर्धारित समय छ त्यसमा बनोस् भन्ने चाहना हो यसरी चाहिँ अब डे नाइट म्याच हुँदाखेरि पक्कै पनि फेरि अलिकति दर्शकहरूको अब दिउँसो जो भनौँ न व्यस्तताले कार्यव्यस्तताले आउन नसक्ने दर्शकहरूले पनि राति आएर म्याच इन्जोय गर्न सक्नुहुन्छ त्यो एउटा राम्रो अपर्च्युनिटी पनि हो अब दिउँसो युनिभर्सिटी चल्दाखेरि जामहरू हुने या त्यो खालको समस्या पनि हुने भएन राति अलिकति ट्राफिकहरू पनि अन्य कुराहरूको म्यानेजमेन्टको हिसाबले पनि अलिकति सजिलो होला र अर्को कुरा चाहिँ अब तपाईँको अलिकति बिजनेस पोइन्ट अफ भ्यूले पनि अब यो स्टेडियम बन्दै गर्दाखेरि त्यसले पक्कै पनि कीर्तिपुर र आसपासको एरियाहरूमा बिजनेसको हिसाबले पनि मद्दत पुर्याउने नै छ र जसरी क्रिकेट अब डेभलप हुन गइरहेको छ र जुन भनौँ न भौगोलिक अवस्थितिमा हामी छौँ त्यो हिसाबले हेर्दाखेरि क्रिकेटको डेभलपमेन्टले पक्कै पनि इकोनोमीलाई पनि अलिकति मद्दत पुर्याउँछ स्टिमुलेट गर्नलाई हेल्प गर्छ भन्ने हो क्रिकेटलाई अब एउटा नेपालमा पनि क्रिकेटलाई एउटा टुरिज्मको साधनको रूपमा डेभलप गर्नुपर्ने र अलिकति प्रोफेसनल वेमा चाहिँ यसलाई चाहिँ अलिकति टुरिज्मसँग जोडेर अगाडि बढाउनु पर्ने जस्तो चाहिँ मलाई लाग्छ र यसरी हेर्दाखेरि अब यदि क्रिकेटलाई टुरिज्मसँग हामीले जोड्न सक्यौँ साउथ एसियन जुन क्रिकेटको प्रति माया छ साउथ एसियामा त्यसलाई चाहिँ हामीले नेपालमा चाहिँ क्रिकेटलाई टुरिज्मसँग जोड्न सक्यौँ भने पक्कै पनि त्यसले चाहिँ हाम्रो टुरिज्म एउटा चाहिँ लेभललाई बढाउनेछ र अब नेपालमा कोही मान्छे गेम हेर्न आइसकेपछि पक्कै पनि त्यसले 2-4 दिन यताउता होइन तपाईँको जस्तै अब माउन्टेन फ्लाइटहरूदेखि लिएर ट्रेकिङदेखि लिएर अलिकति साइट सिइङको लागि विभिन्न ठाउँहरूमा पक्कै पनि जानेछन् टुरिस्टहरू र त्यसले त्यो हिसाबले पनि इकोनोमीलाई चाहिँ अलिकति मद्दत पुर्याउनेछ र क्रिकेट ट्यु ग्राउन्ड अब जसलाई चाहिँ भनौँ न क्रिकेटलाई नेपालमा फैलाउनलाई धेरै मद्दत पुर्याएको छ ट्यु ग्राउन्डमा र चाँडै यहाँ स्टेडियममा तपाईँ हामीले सबैजना बसेर फ्लड लाइटमा डे नाइट म्याच हेर्नुपर्छ हामी निरन्तर अपडेट लिएर आउनेछौँ हामीसँगै रहनुहोला हस्त धन्यवाद नमस्ते